के को लागि हाम्रो यो आज नेसनल यो के थियो मैले बिर्सेँ We need to set an example this time. हामीले एउटा उदाहरण सेट गर्नुपर्ने छ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्ने छ। कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली पक्राउ। तपाईहरुको पार्टी पुराना पार्टीले देश बनाउन नसकेको कि देश बनाउन सकेको होइन यो तपाईहरुले सबैले देख्नु भएको छ हैन यत्रो धेरै धेरै कुराहरु बनेको छ तपाईहरुलाई सबै कुरा थाहा छँदै छ अहिले हाम्रो मान्छेमा त सेवा सुनाउने ओइ को मान्छे सेवा सुनाउने मुझे अपने घर जाना है तपाईँ हेर्न सक्नुहुन्छ यहाँ केपी शर्माको फ्यान फलोइङ यति धेरै छ कि हिजो नि उहाँलाई एरेस्ट गरेपछि आज हेर्न सक्नुहुन्छ उहाँको फ्यान फलोवरले पुरा जुलुस निकालेको छ। को झण्डा हो यो केको झण्डा हो थाहा छैन यो के पार्टीको कार्यक्रम हो के पार्टीको कार्यक्रम हो हजुर आमा यो आज यो पक्राउलाई कसरी के भन्नुहुन्छ हामी लडा यस्तो नाटक गरौँ हामी पक्राउको सुतु अनि नाटक गरौँ हामी लडा यस्तो नाटक गरौँ तपाईहरु हेर्न सक्नुहुन्छ यो डुमरवाना पब्लिक स्कुलको बसमा यहाँ एमालेका कार्यकर्ताहरू आएको छ। यो हेर्नु यो स्कुल कसको हो के हो यो हेर्न सक्नुहुन्छ तपाईहरु स्कुल बसमा कार्यकर्ताहरू लिएर आएर गरेको छ डुमरवाना पब्लिक स्कुल हेर्न सक्नुहुन्छ तपाईहरु यसरी लडे म हैन अब के गर्नु त लडेछु त दामी पारामा लडियो है सरले पनि दम्म भयो गेट तोडेर अब सुतिरहेको मान्छे ओछ्यानमै पुगे गिरफ्तार गर्न भन्ने कुरा नि छ नि के भयो अब हो त्यही त गैर कानुनी भयो नि शनिबारको दिन पक्राउ पुर्जी कसरी जारी भयो थाहा छैन भन्नु सरकारले गोली हान भनिसकेको छ सुमन गुरुङले गोली हान भनेर आदेश दिइसकेको छ ओके टोकेमा हामीले प्रश्न हामीले सुनेका छौं एउटै हो सुँगुर र भुँगुर कति फरक छैन यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु घोर भ्रष्टाचार गर्न चाहन्छु आफ्नै छ पारा मेरो बेग्लै छ गोली ठोक्नुस् गोली ठोक्नुस् न डिप्रेसन खत्म 3, 2, 1, go! तू तो गया बेटे पार्टी के खाले खाले नसा नसा रगत में कौन है ये लोग कहाँ से आते हैं के चाहिँ यस्तो बाध्यता आइलाग्यो तपाईहरुलाई सडकमा आउने अब कस्तो भने यसमा चाहिँ हामीले अब भविष्य पनि देखेका छौँ यो पहिलेदेखि चलिआएको पार्टी पनि हो हाम्रो पुर्खादेखि चलिआएको हो अब सबै कुराहरू समेटेको छ यो पार्टीले इतिहास समेटेको छ त्यही कारणले हामीले चाहिँ खासै चाहिँ बुझेका छैनौँ यो विषयमा
अमित शाहजी ओहो हजुर त आज त सानैदेखि कडा हुनुहुँदो रहेछ अहिले त केपी ओली आई लभ यु भन्दै बस्नु अब केपी ओली त जेल A few moments later. भाग पर भाग 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 पर भाग भाग पर भाग पर भाग भाग पर भाग 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 पर भाग 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 पर भाग भाग